हेलो अनि नमस्ते सबैजनालाई। यहाँनिर त केक डेकोरेसन आज चाहिँ मेरो छोरीको बर्थडे थियो नि त। अनि यहाँनिर चाहिँ मेरो गाउँको दिदी बहिनीहरू सबै गएको थियो। त्यहाँबाट यतापट्टि गएँ होइन, त्यहाँनिर डेकोरेसनहरू हुँदै थियो नि त। अनि मैले चाहिँ सरर भिडियो गरेँ। अनि मण्डपको लागि चाहिँ पिङ्क कलर बनाएको थिएँ। अनि उहाँले पनि सक्नुभएको छ। यहाँ चाहिँ मेरो छोरी चाहिँ डरेर फोनहरू सजाउँछ हो। अनि यसरी नै म भित्र भिडियो गर्दै जाँदाखेरि चाहिँ आमा हुनुहुन्छ। आमाले चाहिँ अचार बनाउनु हुँदो रहेछ। त्यहाँबाट चाहिँ मैले यस्तो सारा भिडियो गरेँ। त्यहाँबाट फेरि मेरो हस्बेन्डले चाहिँ मुलाको अचार बनाउनुपर्छ भन्नुभयो। अनि उहाँले चाहिँ 2-4 दिन हुँदै थियो, बादमा चाहिँ म बनाउँछु भनेर चाहिँ सघाइदिनु हुँदै थियो। अनि फेरि उता गएँ म होइन। त्यहाँबाट चाहिँ यहाँनिर कस्तो के गर्दो रहेछ भनेर यहाँ चाहिँ पछाडि चाहिँ मान्छे जानुभएको थियो। अनि यहाँ चाहिँ पिङ्क कलरको लगाइदिनु भनेको थिएँ नि त मैले। अनि त्यहाँ चाहिँ रेडी पार्दैछ होइन। त्यहाँबाट फेरि म रेडी पार्दै थिएँ। अन्त फेरि उतापट्टि गएँ। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो गाउँको बडी। उहाँले चाहिँ एकदम दामी सेलरोटी पोल्नुहुन्छ। हेर्नुहोस् त कति मजाको सेलरोटी छ होइन, खम लाग्थ्यो। अनि मैले जिस्काउँदै पनि थिएँ नि त बडीलाई। उहाँ चाहिँ हुनुहुन्छ, हेर्नुहोस् यस्तो मिठो छ। अन्त उहाँ चाहिँ हुनुहुन्छ हाम्रो सेलरोटी मास्टर भन्ने चाहिँ मैले जिस्काउँदै थिएँ नि त भन्दै थियो बडीले होइन। त्यहाँबाट फेरि मैले यो केक लिएर आएँ साथीहरू तपाईँलाई। अनि मैले नामहरू केही पनि लेखेको थिइनँ। अनि डेकोरेसन पनि कम्ती गरेको थिएँ नि त, त्यतिकै देखाउँदै थिएँ। अनि त्यहाँबाट पछि चाहिँ अनि मैले केक देखाएँ साथीहरू होइन। केक देखाएपछि चाहिँ फेरि म चाहिँ मण्डपतर्फ जान आँटेको थिएँ नि त। अनि कस्तो बनाएछ भन्दाखेरि चाहिँ त्यो घामले गर्दाखेरि डेकोरेसन गर्नुहुँदै थियो। अन्त त्यस्तै देखेछ, अलिक राम्रो देखेछ भन्ने चाहिँ म गएँ। त्यहाँबाट फेरि बाहिर केटाकेटीले खोर्सानी पनि मेरो आमा हुनुहुन्छ। अनि प्याजहरू काटेर चाहिँ फेरि मैले उतापट्टि गएँ। अनि त्यहाँबाट चाहिँ हाम्रो सविताले पनिर बनाउनु हुँदो रहेछ। अनि म चाहिँ काका पनि हुनुहुँदो रहेछ होइन। अनि पनिर मास्टरै भन्दै जिस्काउँदै थिएँ मैले चाहिँ। अनि काकाले पनि भन्नुभयो म चाहिँ सेफको चाहिँ म चाहिँ साथी है बुहारी भनेर भन्नुभयो नि त। अनि फेरि त्यस्तो जिस्किनु हुँदै थियो। त्यहाँबाट म भित्र गएँ। त्यहाँबाट चाहिँ पुलाउ पनि हुँदै थियो होइन। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो दादा। अनि त्यहाँबाट फेरि म बाहिर गएपछि चाहिँ यहाँनिर चाहिँ मेरो छोरीको डेकोरेसन चाहिँ यस्तो भइसकेको छ फाइनल होइन। अन्त रेडी पार्दै थिएँ मैले, फेरि भिडियो बनाउँदै थिएँ नि त। अनि यस्तो भएको चाहिँ साथीहरू मेरो नानीको फर्स्ट बर्थडे होइन। यसरी मनायौँ हामीले चाहिँ होइन। उसको पापा आएर चाहिँ बर्थडे मनाउँछु भन्ने भनेको थियो नि त, त्यही कारण त्यस्तो भयो। अलिकति ढिलाइ भयो होइन। अनि भित्र गएको त आमाले के गर्नुहुँदो रहेछ होइन। त्यहाँबाट फेरि अब बेलुकाको लागि रेडी भएँ साथीहरू। अब केक सेक पनि राख्यौँ, कप केकहरू पनि राख्यौँ। अब बुफेमा खानाहरू हाल्नुहुँदै थियो होइन। अरू भिडियो चाहिँ गाउनु पाइनँ मैले होइन। त्यहाँबाट चाहिँ रेडी भयो। अनि के कस्तो छ हेर्दै गर्नुहोस् होला भन्दै भने। यहाँ चाहिँ केटाकेटी पानी पार्नुको लागि रेडी हो। जस्तो यहाँ पनि नानीहरू खेल्दै थियो। अनि मैले फेरि भित्र लैजाऊ त्यो खेलाउने नानीलाई लड्छ भन्दै भने मैले होइन। अन्त मेरो छोरी चाहिँ अनि उसको निनी आएर चाहिँ मेरो छोरीसँग उसको पापासँग जाँदै रहेछ फेरि हो। अनि त्यत्तिकै बेलुका पनि सुरु भयो होइन। अब केकहरू काट्नुको लागि रेडी हुँदै थियो, अझ बसिराख्नु भएको थियो हो। अनि अब चाहिँ हामी केक काट्नुतर्फ लागि। त्यहाँबाट चाहिँ कप केकहरू रेडी बनाएँ होइन। यो चाहिँ सबै मैले बनाएको साथीहरू। त्यहाँबाट चाहिँ मेरो छोरी साइडमा बसिरहेको थियो। अब सबै रेडी भइसकेको थियो नि त। अब मेरो छोरीलाई चाहिँ अब केक काट्नुको लागि रेडी गरेको अब भिडियो हेर्नुहोस् साथीहरू। अब बसेर पनि केकहरू पनि काटिसक्यो। पार्ट 2 भिडियो चाहिँ आउँछ।